ठिक्कै यहाँनिर चाहिँ लु आइसक्रिम फलिरहेको रहेछ कि सही छैन चिनी अलिक लागेन हेलो एभ्रिवान वेलकम ब्याक टु माई भिडियो अगेन। आजको भिडियोको मोटो चाहिँ खास गरी चाहिँ हाम्रो छिमेकी दाइले एउटा बाइक किन्नु भएको थियो होइन, नयाँ बाइक। अन्त त्यो बाइकको डेलिभरी लिनु हामी जाँदै गरेको, तर दाजुले भन्नुभयो त्यो बाइकको सोरुमको छेउमा भन्दा पनि त्यो बाइकको सोरुमको माथि डाँडामा चाहिँ हिउँ परेको छ अरे पुरा। अन्त जाउँ भाइ त्यता पनि घुमेर आउँ भन्नुभयो। र आज चाहिँ खास गरी अब त्यो के भन्नु पशुपतिनाथको दर्शन पनि हुने, सिद्रा पनि बेचिने भनेको जस्तो भएर चाहिँ हिँड्दै गरेको। अब फर्स्ट बिहान गएर हामी बाइकको डेलिभरी लिने, त्यहाँदेखि त्यो सबै लिइराखेर चाहिँ दाजु बाइक लिनु अर्को हप्ता आउनुहुन्छ होला, त्यो बाइक त्यहाँ थन्काइराखेर हामी चाहिँ माथि डाँडामा गएर हिउँ रहेछ भने चाहिँ हिउँ खेलेर घर फर्किने भन्ने इन्टेन्सनमा हिँडेको। र लेट्स सी है हाउ द डे अनफोल्ड्स। अब हाम्रो आजको हिउँमा जाने सुरु भयो। हिउँभन्दा चिसो भने गीत गाइदिनु मलाई ढेनीको त्यही राख्ने हिउँभन्दा चिसो हिउँभन्दा चिसो आगोभन्दा तातो तिम्रो हाम्रो साइनो हजुर के हो यो चाहिँ? एयरपोर्ट हो, स्कुल प्लेनको स्कुल यो त सबै प्लेनको स्कुल। प्लेनको स्कुल मतलब प्लेन सिकाउँछ यहाँ? पाइलटिङ सिकाउँछ नि। ए नर्मल यो प्लेन अन्त अहिले विन्टरले गर्दा बन्द भएको? नर्मल त्यो 5 सिटर 2 सिटर प्लेन हुन्छ नि, सानो हजुर। सिटर त्यो ट्विन अटर भन्छ नि, हजुर हो त्यस्तो उडाउने ठाउँ हुन्छ यो। ओके, यहाँनिर चाहिँ यो प्लेन उडाउने खास गरी स्कुल अरे मतलब 1 सेन्चुरी ओल्ड स्कुल। ओके, त्यसो भए मैले यस्तो टार देखेको होला है। यो सबै प्लेन उडाउने हो नि त, यो प्लेन उडाउने पुरै ठाउँ हो। अनि त्यो द अदर साइड त्यो पनि पुरै प्लेन उडाउने, त्यहाँ चाहिँ ल्यान्डिङ र टेक अफ चाहिँ अर्कोबाट हुन्छ। ओके, उपरसम्म म यस्तो देखाएर आउनु पर्यो। ए हौ, ए होइन यहाँ त अनि खुट्टा बङ बङ भाँसिने रहेछ नि त। राज दाई लु भनिदिनुहोस् त के भन्नुहुने, हामी कहाँ जाँदै गरेको? अब जान लाग्यो माथि हिमालमा। यसलाई लिएर पहाडमा गएर घडा काटेर खान पर्छ। लु आउनुहोस्
हल्का घाम लागिरहेको रहेछ। भाउजू यहाँ क्यामेरा मिलाउँदै नानी परा पुगिसकेछ। नानीलाई साँच्ची मामा घर आएको जस्तो भइरहेको छ। के आगो जोर्नु लाउनु भयो क्या? आगो जोर्नु हाट्नु भयो क्या? ओके हाम्रो राजुदाको हिसाबले के बनाउनु हुँदैछ नि? के गर्नु त्यो चाहिँ? ए त्यहाँनिर यस्तो गरेर ठेल्नु? कहीँ लेखेको नापेको त छैन है भाउजू? ओके हामी चाहिँ के गर्ने भयौँ भन्दा यहाँदेखि चाहिँ यो 1200 क्या पर जानुपर्ने अरे हो। त्यही भनेर पर गएर कताबाट त्यस्तो भाँसिएको त छैन होला भनेर चाहिँ हिँडेको। अब लेट्स सी, जुत्ता मात्रै डुब्यो भने त केही छैन। यो चाहिँ मोबाइल झरेर चुप्टुक्कै पस्यो भने चाहिँ मोबाइल चाहिँ मोबाइल खोजाइ चाहिँ डह्रो हुने रहेछ। यता चाहिँ गहिरो रहेछ तपाईँ जहाँको ठाउँ त। सायद डाइरेक्ट हिँडिदिउँ न। रेस्क्यु अरे हौ जाडो त्यस्तो छैन नि। फेरि हिउँ मैले जहाँ पनि गएको कि हिउँ ज्याम्मै परेकोमा चाहिँ बेसी जाडो त्यति नहुँदो रहेछ। हिउँै हातमा पक्रियो भने चाहिँ चिसो। अब चाहिँ यहाँ चाहिँ त्यो प्याराग्लाइडिङ माथि कुद्ने भन्दा पनि मान्छेहरू चाहिँ मुनि त्यो स्किङ लगाएर हावाले त्यो प्याराग्लाइडिङले ठेल्नु लगाएर अन्त फेरि एउटा डाँडादेखि अर्कोमा उफ्रेर गएर फेरि पल्लोपट्टि ल्यान्ड गरेर फेरि स्किङ कन्टिन्यू गरिदिँदो रहेछ। यहाँ चाहिँ त्यो चाहिँ दामी थियो। होइन भरे राम्रो देखिन्छ होला। अहिले यो बेसी हिउँ भएर चस्मा खोल्दा त अनि हेरिसक्नु छैन? यहाँनिर एकजना चाहिँ स्किङ रेडी। गयो चलो, यहाँदेखि 3-3.5 किलोमिटर छ अरे तल जानु। अन्त यो चाहिँ तल बिचमा यतातिर खोल्सातिर पसेको भने कति लाग्छ? हजुर ओके 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 SOS डिभाइस जस्तो हुन्छ कि। अनि त्यो त चाहिँदैन रहेछ नि त। एक्लै नै आएर सुई ओह्रालो जाँदा है 3 किलोमिटरमा त भनेको निकै टाढो हो नि त। पर केटाहरू हाम्रो केटाहरू चाहिँ त्यहाँ खेल्दै रहेछ। धेरै उतर्नु। पहाड डाइभ हान्ने म बनाइदिन्छु। ल रेडी ल गर न आज ए बाउ छोरा चाहिँ अब माथिबाट के पो त्यहाँबाट जानुहुने अरे। यो ओह्रालो स्लाइड गरेर यो भिडियोमा कतिको ओह्रालो आएको छ तर लास्टै ओह्रालो छ है यो त। हजुर अन्त यहाँ त अनि ओभरफ्लो भयो त बेसी गइन्छ यसमा सुइले त। अब हेरौँ है त। तर पनि यहाँनिर त पछाडि हाल्दा के हुँदैन ढुङ्गाहरू छैन।
चाहिँ माथि राख्नु लाउनु है, किन स्पिड बढेपछि त्यो खुट्टा अहिले ठेकिन्छ। खुट्टा चाहिँ माथि राख्नु लाउनु न दादा, खुट्टा चाहिँ माथि राख्नु लाउनु न अन्त। हेभी गयो त अनि यो त ला, अनि यो त पुरा काँड भयो त अनि तल त। यहाँ त मजाले चस्मा खोलेर चाहिँ नदेखिँदो रहेछ नि त केही पनि।